हेलो गाइसहरू, नमस्ते सबैजनालाई, साथीहरूलाई। मेरो चाहिँ यो नयाँ वर्षको नयाँ ब्लग हो र सुरुवात गर्दैछु नयाँ च्यानलबाट। र सबै साथीहरूलाई स्वागत छ मेरो च्यानलमा। र सकेर जति सक्दो चाहिँ सपोर्ट गरेर साथ दिनुहोला र सब्सक्राइब गरिदिनु होला। यो भिडियो तपाईँको सामु आइपुग्यो भने मेरो नाम चाहिँ राजु हो। खास चाहिँ अहिले फेरि बसोबास अहिले साउथ कोरियातिरै छ काम गर्ने, होइन। अनि पहिला पनि भ्लग त बनाउन खोजेको, तर बनाउने कोसिस पनि गरेको थिएँ, तर त्यति राम्रो आउन सकेन र राम्रो हुन पनि सकेन। र त्यो च्यानल मेरो अलिकता पछि पहिला चलाएको र त्यति राम्रो नभएको भएर, अलि सब्सक्राइबरहरू पनि भएको तर त्यति राम्रो नभएर मैले त्यसलाई बन्द गरेर अहिले नयाँ च्यानलबाट सुरु गरेको छु। नयाँ च्यानल खोलेर यो मेरो पहिलो भिडियो हुनेछ र तपाईँहरूले एकदम पहिलो भिडियो हो मेरो यो चाहिँ। तपाईँहरूले तपाईँहरूको साथ र सपोर्टको खाँचो छ। फर्स्ट टाइममा के बोल्ने, कस्तो बोल्ने, केबाट सुरुवात गर्ने, यही नै डाउट हुँदो रहेछ। म पनि अहिले अड्की बोलिरहेको छु, कहिले के बोली, एउटा बोल्छु भने एउटा बोलिरहेको छु, होइन। त्यस्तै हुँदो रहेछ। अलिकति ब्लगमा अलि क्यामेराको अगाडि बोल्ने बानी नहुँदाखेरि चाहिँ अलि कस्तो अकौकिँदो रहेछ नि मान्छेहरू बोल्दाखेरि। त्यही भएर आज चाहिँ म तपाईँहरूलाई यसो मेरो यो कम्पनी वरिपरि भएको ठाउँहरूको दृश्यहरू यसो देखाउने कोसिस गर्छु। एकदमै जाडो छ गाइजहरू, अहिले यस्तो घाम लाग्दा पनि अहिले लगभग -5-6 छ। एकदम आइस जमिरहेको छ, आइस पग्लेको छैन। हाम्रो अहिले चिसोले यस्तो भएको छ कि किचनको धाराधरी बन्द भइसकेको छ। र तपाईँहरूको माया र साथ सपोर्टको खाँचो चाहिँ मलाई सधैँ भइ नै रहन्छ, होइन। र हामी बस्ने ठाउँ चाहिँ यहीँ हो। यो हामी बस्ने किसुक्सा कोठा यहीँ छ। यो कम्पनी हो हाम्रो। यता पनि अर्को कम्पनी छ, तर यो अर्को हाम्रो साउको चाहिँ रेन्टमा दिएको हो अरू कम्पनीलाई। र अहिले गाइजहरू हाम्रो एकदम जाडो छ कोरियामा चाहिँ, होइन। हामी बस्ने ठाउँतिर अलि माइनसमै छ। यस्तो हुन्छ यहाँ जमेको पानीहरू, तपाईँहरूको चाहिँ जमेको पानीहरूले हेर्नुहोस् यहाँ यस्तो भएर बस्छ। हेर्नु त आइसहरू यस्तो भएर जम्छ। यहाँ फ्रिजको जरुरतै पर्दैन। अहिले आइस जमाउनु पऱ्यो भने यहाँ यस्तो हुन्छ। यो पुरै आइस जमेको हो, हेर्नु है त। यस्तो चिसो छ गाइजहरू, होइन। अब यसलाई हामीले फुटाउनु पऱ्यो भने यस्तो हुन्छ। ल हेर्नु है त गाइजहरू, यस्तो ल हेर्नु त, यस्तो जमेको हेर्नु त, यस्तो चिसो हुन्छ। यो एकदम माइनसमा छ क्या अहिले। कोरियाको बसोबास गाह्रो छ, एकदम हामी अलिक गर्मी ठाउँमा बसेको मान्छेहरूलाई। यो हामीले बनाउने प्रडक्टहरू हो कोरियाको कबाडी। हाम्रो नेपालमा कागज फलाम भनेर बेच्ने कम्पनी, कागज फलाम भनेर आउँछ नि हो, त्यस्तै यो चाहिँ कोरियाको कागज फलाम हो। यसरी कलेक्सन गर्छ। अनि प्लास्टिक फलाम सबै अलग्गै आउँछ। अनि कम्पनीको मान्छेले आएर फलाम कम्पनीको भयो भने फलाममा लैजान्छ पगाल्नलाई। कागजको भयो भने कागज, प्लास्टिक भयो भने प्लास्टिक, होइन। त्यसरी छुट्याउँछ। यो चाहिँ कोरियाको कागज फलाम यस्तो हुन्छ। हाम्रोतिर भनेको यस्तै हो हुने त। हाम्रो पनि अलि विकसित देशको अलि हेर्नु होला। अनि हामी चाहिँ अब त्यो हुन्छ है बारी। यहाँ चाहिँ पहिला यो सकरखण्ड रोपेको थियो, सबै खनेर अनि लग्यो। अहिले सकरखण्डको यहीँ सुकायो। अब यहाँ आगो लाउँछ, डढाउँछ। त्यो कुनातिर नि भटमासहरू के फलाउँछ यिनीहरूले। त्यो अगाडि त्यो माटोको थुप्रो जस्तो यो चाहिँ चेन हो। यो चाहिँ सकरखण्ड लगाएको पहिला। यहाँ एकदम बढी खान्छ सकरखण्ड, होइन, यहाँको मान्छेहरूले।
अब यहाँ चाहिँ यो खासै सानो सानो कन्टेनर राख्छ कि यिनीहरूले रुममा चाहिँ घर जस्तै अनुभव हुन्छ होइन। बाहिरबाट चाहिँ कन्टेनर जाऊ कन्टेनर भन्ने हुन्छ, तर हामी पनि बस्ने कन्टेनरमै हो क्या। बस्न चाहिँ कहिलेकाहीँ आउँछ काम बारीमा आउँदा नि गाडी लिएर आउने यहाँको मान्छेहरू होइन। कुकुर चाहिँ पाल्छ है यहाँको मान्छेहरूले गाईहरू। एउटा कुकुर चाहिँ राखेकै हुन्छ यहाँ पनि। यहाँ कहिलेकाहीँ आउँछ। अब अहिले सबै बारीतिर होला नि होइन गाईहरू। कुकुर राखेको छ लिएर जहिले गएको हौ यसले। हामी एउटा मर्निङ वक गर्दै हिँड्ने बाटो होइन गइरहन्छ। यसको कामै हो, ड्युटी पनि त्यही हो होइन, कराउने। यहाँ चाहिँ मान्छेहरू बस्छन् त्यसरी। कहिलेकाहीँ बारीमा आउँदा यो चाहिँ चियरहरू हो होइन। यिनीहरूको आफ्नो पुर्खाहरू अब पुर्खाले आफ्नै जग्गा राख्छन्। प्रायः जस्तो चाहिँ आफ्नो जग्गा नहुनेहरूले चाहिँ रेन्टमा लिएर चियन राख्छ होइन। अनि एग्रिमेन्ट हुन्छ। अनि त्यो एग्रिमेन्ट अनुसार चाहिँ अनि अब जस्तो 10 वर्षको एग्रिमेन्ट छ, 10 वर्षमा त्यो एग्रिमेन्ट सक्यो। अब उसले रिन्यू गराउनु चाह्यो भने चाहिँ गराउनु मिल्यो होइन। गराखेरि त्यहीँ रहन्छ चियन। भएन भने चाहिँ फेरि सार्नुपर्छ फेरि चियनलाई अर्को ठाउँमा फेरि रेन्टमा लिएर। अनि यहाँको माटो यो सबै लिएर जान्छ। यो खाल्टो खनेर त हड्डी एउटा पनि छोड्दैन सक्दो चाहिँ छोड्दैन क्या अरे होइन। छुट्न नि सक्छ हड्डीहरू। अनि यता नासपाती बारी यो चाहिँ अहिले अब मुलाहरू निकालेर अनि अब अरू केही रोप्ने तयारी गर्दै होला होइन। बेर्नाहरू यहाँ लसुनको बेर्नाहरू उमारेको रहेछ। अब यो आइसले बिगार्छ भनेर अहिले चाहिँ फिनिल चाहिँ राखेको छैन होइन, ढाकेको छैन, फिनिलले चाहिँ ढाकेको छैन। तर अहिले परालको धुतो काटेर नि ढाकेको छ क्या। च्यान भयो। च्यानहरू चाहिँ यहाँ घरमाथि अथवा अहिले डाँडामा राख्दो रहेछ कि प्रायः जस्तो त्यहाँ नि छ च्यान होइन। अहिले अलि नजिक अस्ति देखेला हेर्नलाई त। अनि यो चाहिँ धुपी भन्छ नि होइन। यसरी हुर्काउँछ हो, के काम लाग्छ हौ धुपीहरू गाईहरू? ल भनिदिनु पऱ्यो ल त। यिनीहरूले चाहिँ खै कस्तो यो हेर्नु पुरै क्रिसमस ट्री जस्तो बनाउँछ नि धुपीको बेर्नाहरूलाई। यता यो गाउँहरू हो। अब कोरियाको गाउँ नै यस्तैले गाउँमा खेतमा जाने बाटोहरू पनि पिच भएकै हुन्छ। विकसित देशमा यस्तै हुन्छ खै। मलहरू चाहिँ हाल्छ के अरे बेला बेला। माथि हेर्नु न, पैसा हुने मान्छेहरूले चाहिँ यसरी बनाएर राख्छ चियन। यस्तो बनाएर राख्छ नि त्यो चियनहरू। अलिक पैसा भएको मान्छेहरूले होइन। यो फिनिल हाउसमा जाडो महिना चाहिँ यो फिनिल हाउसमा यसरी बिरुवाहरू राख्छ गमला जस्तोमा। यो चाहिँ ऊ हो क्या ब्ल्याक के अरे ब्लुबेरीको बेटा जस्तो लाग्यो मलाई। ब्लुबेरी लाग्यो यो ब्लुबेरी हो। अब यो पर्ने सिजनमा नि अनि अहिले चाहिँ अब खेतमा चाहिँ केही पनि हुँदैन, यसरी आइस जम्छ होइन। यो आइस जमेको हुन्छ देख्नुभयो, यो आइसहरू यस्तो आइस जमेको हुन्छ। त्यही भएर अब यो बेला चाहिँ पर्ने सिजन भएर चाहिँ 2-3 महिना 1-2 महिना चाहिँ केही पनि लाउँदैन होइन। यिनीहरूले अब यो गरेर अब केही त हुँदैन होइन। उयो फिनिल हाउसभित्रको ऊहरू चाहिँ राख्छ। स्ट्रबेरीहरू चाहिँ सायद लगाउँछ होला, तयारी गर्छ होला होइन। यो चाहिँ ब्लुबेरीको भित्र फिनिल हाउसभित्र हुनसक्ने भएर यो चाहिँ हुन्छ। यहाँ त यस्तो पानी जमेको हुन्छ अनि के चाहिँ लाउनु होइन, सबै मरिहाल्छ। यस्तो घर बनाएर बस्छ यहाँको मान्छेहरू। घर गाडी होइन सबै हुन्छ यहाँ ल्याएर गाइजहरू। आनन्द कस्तो आनन्द छ नि, रिल्याक्स भएर बस्न मिल्ने ठाउँ। तल पार्किङ छ, कारहरू भित्र पार्क हाल्छ। यो चाहिँ खेततिर जाँदा लिएर जाने गाडी हो। अनि यो घर त आनन्द बस्दाखेरि पनि आनन्द आउने जस्तो छ नि गाइजहरू। पाहाड परेर बाहेक केही छैन हौ यहाँ पनि गाइजहरू। कोरियामा नि अहिले होइन गाइजहरू बिजोग छ नि। चिसो 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 चिसो
गर्न बिर्सेछु के, त्यसरी लक गर्दाखेरि लक गरेन भने चाहिँ है भिडियो पनि कस्तो कस्तो आउँछ। हेर्नु त गाइजहरू, आइस यस्तो छ, मँधेरो देखाइहाल्छ कि यस्तो नि हुन्छ यार होइन। धेरै भयो यस्तै बनालाई। चिसो 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 चिसो, हात जम्यो, हात जमा। हेर्नुहोस् है त, यस्तै चिप्लेला चिप्लिने पुरै खेतमा यस्तो पानी जमेको छ, टेक्न सकिँदैन, टेकेर चिप्लिने ठाउँ हो यो। अलिअलि पानी त रहेछ कि मैले यहाँ टिकेको छु, पानी छ तल, तर मेरो फेरि खुट्टै डुब्ला नि, डर त लाग्छ तर साह्रो छ। फुट्न लाग्यो चिसो, खुट्टा जुग्यो नि त गाह्रो हुन्छ। हेर्नु है, यस्तो चिसो छ कि घाम लाग्दा पनि -6-7 छ आज त, बेलुका त 12-13 नै पुग्छ। गाइजहरू, हाम्रो भाइले फुटबल खेल्दै खेल्दै एउटा आइसलाई खोला यता नहरमा फ्याँक्थ्यो, खोलो नि होइन। लाइक एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला साथीहरू होइन। भिडियो आज अपलोड हुन्छ। अब त ऊ त्यतासम्म गएर फर्किने हो भाइ, फर्क्यौँ ल। आज लास्टै चिसो भयो गाइजहरू होइन। आज यति नै भिडियो बनाएँ मैले। अब फेरि भोलि अलिक चिसो कम भयो नि, भोलि निक्ल्नु ल, भोलि बिदा छ हाम्रो। लास्टै चिसो भयो क्या आज, यति नि जान नसक्ने कन्डिसन भयो नि, यस्तो चिसो। हात त पुरै जमाएको छ क्या, पुरै एउटा हात खोल्दै राख्यो पालो यसो यो समाउनलाई, यसो पालो गरिराखेको छु होइन। नत्र भने त लास्टै चिसो 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 चिसो। अर्को भिडियोमा नेक्स्ट पार्टमा गाइजहरू म तपाईँहरूलाई त्यता अर्को सोलर, यो चाहिँ सोलरबाट चाहिँ बत्ती निकालेको ठाउँतिर लैजान्छु। हेर्नुहोस् यतातिर सोलरको चाहिँ कति ठुलो मात्रामा चाहिँ सोलरबाट हाम्रो नेपालतिर नि कता कता बनाएको छ जस्तो लाग्छ होइन। तर यहाँ चाहिँ त्यो गाउँतिर अलिकता बत्तीको अपुग भएर नि हो कि अब के भएर जस्तो यहाँ चाहिँ ठुलो छ क्या, तलदेखिको माथिसम्म छ सोलर प्यानलहरू लगाएको। त्यो ठाउँतिर लैजाउँ ल म नेक्स्ट भिडियोमा। अहिले चाहिँ यो मेरो फर्स्ट ब्लग हो र धेरै लामो पनि फेरि हुन्छ, धेरै लामो होला जस्तो छ भिडियो चाहिँ होइन। यो घर हेर्नुहोस् यहाँ कोरियामा कस्तो मजाले बनाएर, यस्तो राम्रो बनाएर बस्छ नि गाइजहरू। हो त नि, आज कस्तो चिसो यार है। गाइजहरू हेर्नुहोस्, अहिले गाउँतिरको घरहरू यस्तो छ। ठुल्ठुलो सहरतिर गयो भने चाहिँ सहर लागेपछि चाहिँ अपार्टमेन्ट सुरु हुन्छ। यहाँ अपार्टमेन्टमा बस्दा धेरै जस्तो मान्छेहरू होइन। अपार्टमेन्ट किन्नै पर्ने हो, आफूलाई कतिवटा कोठाको रुम चाहिएको छ, 2टा कोठा, एउटा कोठा। अपार्टमेन्ट पनि त्यस्तो हुन्छ, एउटा कोठा किचन बाथरुम होइन, त्यस्तो नि हुन्छ। अनि अर्को चाहिँ अब तपाईँलाई 2टा रुमको अपार्टमेन्ट चाहिएको छ भने पनि त्यो पनि हुन्छ। सबै यहाँ चाहिँ सबै कुरोको सुविधा छ। अपार्टमेन्ट 2टा कोठा र एउटा किचन, एउटा बाथरुम, टोइलेट बाथरुम भएको लिन मन लाग्यो भने भयो होइन। जस्तो लिनु मन लाग्यो नि, लोनको सुविधा एकदम इजी लोन पाउँछ यहाँ। इन्स्टलमेन्टमा किस्ता तिर्ने छले नि घर किन्न पाउँछ यता कोरियामा चाहिँ। अब आफ्नो धन सम्पत्ति भएको, जग्गा भएको मान्छेले चाहिँ यसरी घर बनाएर बस्छ होइन। सिङ्गल घर बनाएर यसरी कुकुर डोरार्यो हिँड्छ होइन। अब काम गर्नेलाई कुकुर डोराएर यस बेला अब बिहानै हिँड्न जाडो छ, बाटोमा अहिले दिउँसोतिर कुकुर डोराएर हिँड्छन् बजारहरू।
बिहानै हिँड्नु सक्दैन नि त, यिनीहरूले त पन्जा लाएर हिँड्ने, हामी त पन्जा नलाइ निक्लेको, हाते काटेर गाह्रो भयो गाइजहरू। हे गाइजहरू, लास्टै चिसो त गाइजहरू आज होइन। अब यो हप्ता दिन 10 दिन जति यस्तै चिसो हुन्छ होला, माइनसमै हुन्छ होला टेम्परेचर, त्यहाँबाट अलिक तलमाथि हुन सक्ने सम्भावना छ। र हामी चाहिँ आज अलि उतैसम्म जाने भन्ने सोच थियो, लास्टै चिसो हावा चलेर फर्क्यौँ हामी चाहिँ आज। आजको भिडियो चाहिँ कस्तो लाग्यो यसो कमेन्टमा सल्लाह सुझाव दिनु होला र राम्रा नराम्रा पक्षहरू सबै भनिदिनु होला होइन। यस्तै छ अब कोरियामा कामदारको, E9 कामदारको लाइफ चाहिँ होइन। अब हाम्रो चाहिँ भर्खर सुरुवात हो। अब आएकोमा पनि खासै धेरै भएको त छैन, 2 वर्ष कट्यो यहाँ आएर काम गरेको होइन, कट्यो। यो मेरो पहिलो ब्लग पनि हो। तपाईँहरूले भिडियो कस्तो लाग्यो यसो प्रतिक्रिया दिनु होला होइन, कमेन्ट गरिदिनु होला। यो मेरो फर्स्ट ब्लग हो र अरू अन्य ब्लगहरू पनि म सक्दो छिटो हाल्ने, हप्ता दिनमा 2-4 दिनमा राख्ने प्रयास गर्नेछु होइन। त्यही भएर तपाईँहरूको सपोर्ट र मायाको खाँचो चाहिँ छ, जति मलाई प्रोत्साहन मिलोस् र सपोर्ट गर्नुहोला मेरो लागि। तपाईँहरूको माया दिने होला। र फर्स्ट भिडियो खासै त्यति बोलाइ त्यति पनि राम्रो पनि भएको छैन र के कस्तो मिस्टेकहरू छन् यसो प्रतिक्रिया दिनु होला र मलाई अझै कन्फिडेन्स र हौसला आओस् र तपाईँहरू सामु अझ नयाँ भिडियोहरू राख्न सकौँ। हस् त, नमस्ते साथीहरू।